हाई एभ्रिवान, वेलकम टु माई न्यू मिनी ब्लग। साथीहरू, आज चाहिँ शनिबारको दिन नानीहरूले घुमाउन लानु भनिरहेको थिएँ, तर हाम्रो चाहिँ बिर्तामोड जाने काम पर्यो आज। अनि हामी सबै खानासाना खाएर लुगासुगा लगाएर बिर्तामोडतर्फ लाग्यौँ साथीहरू। पहिले घरदेखि निस्केर अटो चढेर बस स्ट्यान्ड गयौँ। बस स्ट्यान्ड पुगेर हामी गाडी कुर्दा नभेटेर अनि लोकल गाडीमा चढेर हामी दमकसम्म पुग्यौँ। दमकको अलिकति लिएँ अनि माथि आकाश यस्तो दामी भएको थियो नि, बादलहरू यस्तो दामी थिएन। अनि मैले त्यहाँको अलिकति पनि खिचेँ गाडीबाट। अनि हामी चाहिँ दमकको पुल आइसक्यौँ साथीहरू। यो चाहिँ नयाँ बनाउँदै गर्नुभएको रहेछ, राम्रो बनिँदै रहेछ क्या। अनि मलाई खिच्न मन लाग्यो, तर म यताको साइडमा थिएँ र पनि मैले अलिअलि खिचेँ साथीहरू। हामी चाहिँ दमक पुल कट्यौँ साथी।